एभ्रिवान आज चाहिँ म आन्टीसँग डेकोरेसनमा जाँदैछु है त गाइज के हुन्छ हौ फेरिमा त है डेकोरेसन आन्टीले चाहिँ यस्तो बुकी फुलहरू बनाउनुहुन्छ अनि पास्नीहरूमा यतातिर पनि डेकोरेसनहरू गर्नुहुन्छ अनि अल्छी लागिरहेको थियो पसल चाहिँ म बन्द गर्नुपर्ने हुन्छ गाइज होइन म चाहिँ अब जान्छु आन्टीसँग डेकोरेसनमा के कस्तो हुन्छ डेकोरेसन कस्तो हुन्छ म पनि अलिअलि हेल्प गरिदिन्छु आन्टीलाई आज चाहिँ पसलहरू बन्द गर्नुपर्ने हुन्छ अब चाहिँ ल अब पनि पसलहरू बन्दहरू गर्ने एकचोटि आन्टीसँग पुगेर आउँ न त कहाँ जाने अरे हामी आज हामी चाहिँ पास्नीको डेकोरेसन छ यी बुधबारेमा हामीले बुधबारेमा विराट चोक है यो चाहिँ हाम्रो आन्टीले चाहिँ बजारमा बोल्न दिनु न हाम्रो आन्टीले चाहिँ होइन यस्तो बुकेहरूदेखि लिएर होइन पास्नीको डेकोरेसनहरू होइन अनि बिहेको पनि गर्नुहुन्छ एकदमै धेरै राम्रो गर्नुहुन्छ है ल एकछिनै त गाइड यस्तो पनि छ यहाँ चाहिँ हाम्रो आन्टीको शुभ अन्न प्रसन्न के छ अन्न प्रसन्न पाचन त्यो चाहिँ उल्टो भएको कारणले गर्दा चाहिँ राम्रो देखिएन फुलहरू चाहिँ म देखाउँछु त कस्तो कस्तो छ भन्ने कुराहरू यति राम्रो राम्रो छ फुलहरू होइन अनि यस्तो टाइप पनि छ होइन वा उयस पनि बनाउनुहुन्छ है हाम्रो आन्टीले चाहिँ यो चाहिँ विराट चोक है तपाईँहरूलाई नि बुकेहरू चाहिन्छ भने चाहिँ यहाँ आउनु होला कसैलाई अब ल परिराखेको छ भने फुलहरू दिनु पर्यो सरप्राइज गिफ्टहरू पनि सरप्राइज डेलिभरी पनि गर्नुहुन्छ अरे आन्टीले चाहिँ गर्नुहुन्छ नि होइन हजुर आन्टीको आज आन्टीमा खै अङ्कल थोरै यस्तो खालको बनाउनुहुन्छ क्या एकदमै धेरै राम्रो छ है ल कसैलाई चाहिन्छ भने चाहिँ होइन इन्फर्म गर्नुहुन्छ गर्न सक्नुहुनेछ अनि कस्तो खालको काम गर्नुहुन्छ भन्ने कुरा नि म तपाईँ भरे चाहिँ म तपाईँहरूलाई देखाउँछु ल अहिले चाहिँ अब म चाहिँ पसल बन्द गर्नुपर्ने हुन्छ गाइज होइन पसल बन्द गर्छु अब चाहिँ म पसल आज मेरो पनि चाँडै क्लोज गर्ने किनकि अब थाकेको पनि त गलेको पनि छ अब धेरै राति अबेरसम्म पसलमा बसेर नि काम छैन खास गरिमा चाहिँ होइन अब चाहिँ म चाँडो चाँडो पसल बन्द गर्छु गाइज ओके बाई सामान प्याक गर्दै भइसिन्छ हाम्रो आन्टीले चाहिँ होइन क्यामेरा नि के साह्रै किरिङ देखेको हौ पैसा छैन अहिले एकदम अब हामी चाहिँ जानुपर्ने हुन्छ होइन सफारी पनि रेडी छ वा वा त ब्युटी फुलहरू पसल चाहिँ बन्द गरिसकेँ मैले चाहिँ मेरो चाहिँ अब जानुपर्ने हुन्छ आजलाई चाहिँ थुक्काउनु त्यस्तो भयो है गर्मी ज्यादा अनि मुख धुँदाखेरि चाहिँ बा हेर त मेरो अनुहार के हो के हो यस्तो पसिना अरे पानी अरे हामी चाहिँ लाग्यौँ टाटा बाई बाई भिडियोमा आउनु कम म पल्लोपट्टिबाट बस्नु आन्टी खिच्नुपर्छ अरे हौ म खिच्छु त ल हो सटर लाउन पनि नसक्नु पर्छ ल अँधेरो भयो रातको रानी अनुहार चाहिँ यस्तो भयो है अब हामी जाँदैछौँ नि अब मैले कहाँ जान्छौँ भन्ने कुराहरू चाहिँ तपाईँ यहाँ बस्नु पल्लोपट्टि सानो ठाउँ छ अरे क्या सानो ठाउँ सबै क्या ब्याग बोकिहाल्यो बस्यो है गाइज ल ल ल गाइज अब हामी चाहिँ